पँधेरामा पानी बोकेर ल्याउनु पर्ने अवस्था आयो। धारामा पानी नआउनाले गाउँमा यस्तो छ। पछाडिको चाहिँ हाम्रो घर यस्तो छ। कुवामा जाने बाटो यो चाहिँ गोठ, यता पनि गोठै छ दुईटा। यो चाहिँ हाम्रो कुवा, पहिले धारा नआउँदा पानी खाने कुवा छ यहाँनेरि। यो चाहिँ यस्तो भएछ बाटोहरू। यो बाटो नहिँडेर यस्तो भइरहेछ, मान्छे नहिँडेर। पहिले चाहिँ यहाँनेरि कुवा थियो, अहिले चाहिँ यसलाई छाना लगाएर यतातिर यो पालिकाले ट्याङ्की बनाइदिएको रहेछ। यो कुवाको पानीलाई चाहिँ यो ट्याङ्कीमा जम्मा गरेर यसरी धारा राखेर व्यवस्थित गरेको रहेछ।